सेवारो नमस्कार साथीहरू, तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आजको भिडियो चाहिँ हामी पौडी खेल्न जाँदैछौँ खोलामा। म चाहिँ घरदेखि हिँडेको अलिक टाढो छ घरदेखि, एकदमै गर्मी धेरै छ है, असिन पसिन भएर जाँदैछु। एक्लै घरदेखि जाँदैछु, साथी एकजना माथिदेखि आउँदैछ अनि म चाहिँ यता रोडमा एक्लै हिँड्दैछु। पुरै गर्मी बढिरहेछ गाउँघरतिर पनि, अनि हामी चाहिँ अब पुग्नु लागेछौँ। बाटो चाहिँ यही है, रोटै रोड, त्यति गाडी हिँड्दैन, यसो बेला मौका मात्रै हिँड्छ दुःख सुख। अनि हामी चाहिँ पुगिसकेको छौँ, यही हो खोला चाहिँ। अनि यहाँ हामी पनि भेट भइसक्यो, अनि खोला चाहिँ यही हो। अनि हामी दुईजना यसो गफ गर्दै गर्दै उकालो जाँदैछौँ। पानी त्यति ठुलो आइरहेको छैन, सानो सानो छ। अनि यो ढुङ्गादेखि चाहिँ उँभो फेरि उक्लिनु पर्ने छ। हामी दुईजना चाहिँ पालै पालो गरेर उक्लिनु लागिरहेको थियौँ। अनि यसो गन्ध आइरहेको थियो, यसो दायाँ बायाँ हेरेको, कुकुर पुरै कुहिएको रहेछ क्या। कुकुर जस्तो पनि थियो, यसो हेर्दाखेरि बाख्रा जस्तो पनि त्यति राम्रो चिनिएन है। फालात फुलुत भइरहेको थियो, सेतो न सेतो निस्किरहेको थियो है। त्यहाँ त एकछिन अनि बसिसक्नु भएको थिएन क्या, त्यति साह्रो भएको थियो क्या। त्यो त थोरै छुने साथ फालात फुलुत जाने खालको भइरहेको थियो क्या। अनि के भएर मरेको होला त्यो, अब बगेर मरेको हो कि खास, अब कुन चाहिँले मारेर फाँकेको हो कि होइन। मारेर फाँकेको हो भने त्यसरी त नाफाक्नु पर्ने, पुर्नु पर्ने होइन। तर मार्नु पनि भएन नि हो, आफैले पालेको जनावर कसरी मार्यो होला। कि अब बगेर मरेको हो कि होइन, तर्नु नसकेर अब त्यो आँखाले देखिएन के भएर मरेको थियो। अनि हामी चाहिँ पौडी नखेली घर फर्केको दुईजना।